आज हामी थापाथलीका टप नक्कली सुकुम्बासीहरूको पर्दाफास गर्दैछौँ। यी हुन् नक्कली सुकुम्बासीहरू जसको यति धेरै जग्गा छ। दर्शकवृन्द, थापाथलीमा मात्रै बसोबास गरिरहेका 44 जनाको सम्पत्ति भएको विवरण आज हामी सार्वजनिक गर्दैछौँ, जसमध्ये धेरै सम्पत्ति हुने नक्कली सुकुम्बासीहरू यस प्रकार रहेका छन्। खोटाङको मातिम 8 ठेगाना भएका टेकबहादुर दर्जीको नाममा 21 रोपनी जग्गा भेटिएको छ, तैपनि उनी थापाथलीको सुकुम्बासी बस्तीका नक्कली सुकुम्बासी भएर बसिरहेका छन्। मकवानपुरको घिहाल 2 ठेगाना भएका चन्द्रबहादुर योन्जनको नाममा 23 रोपनी जग्गा देखिएको छ, तैपनि उनी नक्कली सुकुम्बासी। काभ्रे 3-5 खालका दिनेशमान श्रेष्ठको नाममा 26 रोपनी, काठमाडौँ महानगरपालिका वडा नम्बर 11 का रूपमुनि ढुङ्गानाको नाममा 20 रोपनी, लमजुङ मध्य नेपाल नगरपालिका 9 का पदमराज खड्काको नाममा 22 रोपनी, काभ्रेको सापिङ 4 का भीमबहादुर कामीको नाममा 27 रोपनी, धादिङको महादेव स्थान 7 ठेगाना भएका समरसिंह प्रजा जसको नाममा 8 रोपनी जग्गा भेटिएको छ। दोलखा 8 माटी ठेगाना भएका दिलमाया खत्री केसीको नाममा झण्डै 7 रोपनी जग्गा भेटिएको छ। रौतहट चन्द्रनिहापुर 4 का दिलबहादुर तामाङको नाममा 3 रोपनी 8 आना लगायत यी यसरी 45 जनाको जग्गा भेटिएको छ। यिनीहरू नक्कली सुकुम्बासीको नाममा थापाथलीमा ओगटेर बसेका व्यक्तिहरू हुन्। यिनीहरू त्यही छन् अहिले। अनि काठमाडौँमा छ रोप्नी त छैन, 6 आना 8 आना काठमाडौँमा जग्गा भएकोहरू हुनुहुन्छ। बाहिर भ्याली बाहिर पनि भ्याली बाहिर त 10-20 रोप्ने भने सामान्य हो। त्यो पनि भ्याली बाहिर राम्रै ठाउँमा जग्गा भएको व्यक्तिहरू सुकुम्बासी हो भनेर त्यहाँ छन्। सुकुम्बासी हो कि नक्कली सुकुम्बासी भन्ने कुरा 1 मिनेटमा पत्ता लाग्ने रहेछ। मिनेटै लाग्दैन नि। नागरिक नम्बर नमान्ने बित्तिकै त तुरुन्तै 10 सेकेन्ड भित्र आइहाल्यो नि। गाह्रो रहन्छ नि सरकारलाई चाह्यो भने त। छैन एकदम सजिलो। मैले पत्ता लगाएको छु त, तपाईँलाई दिएको छु त, हामीले पत्ता लगाएको छौँ त। त्यो छ है। त्यसो भए त यो सजिलो सूत्र त अब अहिलेको वर्तमान सरकारले त कार्यान्वयन गर्ला नि सर, तपाईँलाई लाग्छ? होइन, कार्यान्वयन त गर्नै पर्यो नि। गर्ने भनेर लाग्नु पनि भएको छ अहिलेको, होइन? सँगसँगै कतिपय काठमाडौँमै घर हुनेहरू पनि सुकुम्बासीको नेता बनेर उनीहरूले भाडा खाएर दोहन गरिरहेका छन्। दर्शकवृन्द, काठमाडौँ उपत्यका विकास प्राधिकरणका काठमाडौँ जिल्ला पूर्व आयुक्त सुभाष बस्नेत हुनुहुन्छ। लजमै राखे पनि धेरै खर्च चाहिँ नउठ्ने रहेछ, तुरुन्तै थाहा हुने रहेछ हैन? तुरुन्तै थाहा हुन्छ। त्यसकारण त्यो जसको सम्पत्ति छ, होइन, तपाईँको नि त सम्पत्ति यहाँ छैन, ओखण्डमा छ, अनि त्यसपछि तपाईँलाई लजमा राख्ने, मलाई राख्ने। त्यही कारण लजमा पनि कसलाई राख्नु पर्यो भने जसको छैन, साँच्चै सुकुम्बासी हो भने मजाले गर्नु पर्यो, नत्र सम्पत्ति छ भने त्यो एकछिनको कुरा हो। दर्शकवृन्द, यो त भयो थापाथलीका नक्कली सुकुम्बासीहरूको विवरण। हुन त धेरै ठाउँमा अरू पनि हुकुम्बासीहरू रहेका छन्। हामीलाई ठूलो मात्रामा वास्तविक नक्कली सुकुम्बासीहरूको विवरण प्राप्त भएको छ, त्यसलाई हामी पर्दाफास गर्दै जानेछौँ। दर्शकवृन्द, फलानु व्यक्तिको फलानु